यहाँ दिएको छ क्वेशन construct a quadrilateral ABCD in which AB is equal to BC is equal to 6 cm, AD is equal to CD is equal to 5.1 cm and DAB is equal to 60 degree. Also construct a triangle ADM whose area is equal to the area of quadrilateral. अब यो क्वेशन सल्भ गर्दाखेरि हामीले सुरुमा के ख्याल गर्नु पर्यो भन्दाखेरि यसमा दिएका भ्यालुहरु के छन्। एउटा क्वाड्रिलेटरल भनेको छ, यो क्वाड्रिलेटरलमा चाहिँ दिएका साइडहरु दिएको छ र एउटा एंगल दिएको छ। हामीले रफ स्केच बनाउन थाल्यौं। रफ स्केच बनाउँदाखेरि सुरुमा के छ भन्दाखेरि AB को भ्यालु 6 सेन्टिमिटर प्लट गर्यो रफ स्केचमा है। BC 6 अनि CD 5.1 अनि 5.1 फेरि AD अनि हामीले बनाउनु पर्ने छ ADM। यतातिर बनायो भने यो राउन्ड हुन्छ है, यतातिर बनायो भने यो राउन्ड हुन्छ। हामीलाई यतातिर बनाउनु पर्ने हुन्छ किन भन्दाखेरि यसले डबल बेस जति लिनु पर्ने हुन्छ। यो किन भन्दाखेरि जब ट्रायंगल र क्वाड्रिलेटरल इक्वल हुनला लगभग डबल बेस हुनुपर्छ। प्यारालोग्रामको केसमा त रेक्टेंगलको केसमा त डबल बेस हुनै पर्छ, तर यसमा हामीले के गर्छौं भन्दाखेरि आर्क तान्दा आर्कले जति भेटाउँछ त्यही हिसाबले गर्छौं। सुरुमा हामीले के गर्यौं, यो 6 सेन्टिमिटर तान्यौं स्केलले। अब यसपछि हामीले बनाउनु पर्ने छ यहाँ 60 डिग्री एंगल ए मा 60 डिग्री खिचौं। 60 डिग्री खिच्ने कसरी, आर्क तानिसकेपछि कति कट, फर्स्ट कट के हो 60 डिग्री हो। यो 60 डिग्री बनाउन अब सबैलाई आउँछ। अब यो 60 डिग्रीलाई के गर्छौं भन्दाखेरि एउटा स्केलको सहायताले हामीले जोड्छौं। जोडिसकेपछि अब हामीले 5.1 लाई फिक्स गर्ने हो है। 5.1 लाई फिक्स गर्नको लागि यो कम्पासको सहायताले मेजर गर्नु पर्यो एंगल 5.1। अब यहाँ ठ्याक्कै 5.1 हामीले निकाल्न सक्दैन, यसको लागि लगभग एप्रोक्सिमेट हामीले मान्ने हो। एप्रोक्सिमेट मान्दाखेरि बोर्डमा 5.1 एकदमै सानो हुन्छ। हामीले एप्रोक्सिमेट मानेर यति काट्ने बुझ्नको लागि तपाईहरुले आफ्नो कपीमा गर्दाखेरि एक्चुअल भ्यालु राखेर गर्ने। यो 5.1 हामीले यसरी जोड्यौं, 5.1 जोड्यौं। अब यसपछि के गर्नुपर्छ भन्दाखेरि हामीसँग कतिवटा पोइन्ट फिक्स भयो। एउटा AB 6 सेन्टिमिटर आयो, यो 5.1 सेन्टिमिटर आयो हैन। अब C देखि D देखि C काट्नु पर्यो, B देखि C काट्नु पर्यो अनि बल्ल हाम्रो क्वाड्रिलेटरल कम्प्लिट हुन्छ। त्यसको लागि फेरि हामीले हेरौँ है D देखि C कति छ, अघि जस्तै 5.1 त हामीले नापिसकेका हौं हैन। यसलाई के गरौँ, यसरी यहाँबाट 5.1 फिक्स गर्नु पर्यो अनि फेरि 6 नाप्नु पर्यो। यहाँदेखि यहाँसम्म यो 6 अघिको यसलाई क्रस गरौँ। क्रस गर्दाखेरि यो क्वाड्रिलेटरल, अब हामीले पोइन्टहरु जोइन गर्यौं भने क्वाड्रिलेटरल बन्छ। यो पोइन्ट र यो पोइन्ट, यो पोइन्ट र यो पोइन्ट यसरी जोडौँ। यो कति हो, यो 6 सेन्टिमिटर हो, यो कति हो 5.1 सेन्टिमिटर। धेरै विद्यार्थीहरूले अब यसपछि डाइरेक्ट यहाँ चाहिँ डबल बेस खिचेर जोड्नुहुन्छ, त्यसरी गर्न पाइँदैन क्वाड्रिलेटरलको केसमा। हामीले प्रोसेस वाइज गर्नुपर्ने हुन्छ। अबको प्रोसेस के हो भन्दाखेरि यो सँगसँगै हामीले यतातिर डायगोनल खिच्ने हो। डायगोनल कुन डायगोनल, फिगर कता जाँदैछ, यतातिर जाँदैछ। यतातिर जाँदैछ भनेपछि हामीले यो डायगोनल र यो डायगोनललाई जोड्दिने। A र D लाई जोड्ने, A र D लाई जोड्यौं। A र D लाई जोडिसकेपछि अब हाम्रो उद्देश्य के हो भन्दा यो लाइनसँग प्यारलल हुने अर्को लाइन खिच्ने हो। यो लाइनसँग प्यारलल हुने अर्को लाइन खिच्ने हो। अर्को लाइन खिच्ने कसरी भन्दाखेरि हामीले अल्टरनेट गराउँदाखेरि यहाँ हामीले एउटा आर्क लिनुपर्छ।
सानो आर्क नि यहाँ जति आर्क हुन्छ यहाँ पनि त्यति नै आर्क हुन्छ अनि फेरि अब हामीले यो एङ्गल मेजर गर्ने कति छ भन्दा यतिले चाहिँ एङ्गल मेजर गरे अनि यहाँबाट क्रस गऱ्यो हैन कतातिर भेट्छ अलि मेजरमेन्ट लिनु पर्यो है यति बढी छ यहाँबाट लिँदाखेरि ठ्याक्कै अब यो गरेको किन हो भन्दाखेरि हामीले प्यारलल लाइन खिच्दैछौँ प्यारलल लाइन खिच्दैछौँ भनेपछि अब यो पोइन्टबाट यो पोइन्टलाई जोड्नु पर्यो जोड्न थाल्यो जोड्यौँ है जोडिसकेपछि अगाडिको सुरुको लाइनमा जुन थियो त्यससँग हामीले स्ट्रेट गराउँछौँ अब त्यो लाइन कता आउँछ यतातिर आउँछ होइन पहिले लाइन तान्न सकिन्छ हामीले यो बी थियो होइन ए डी यो याम अब याम र डी जोड दिनु पर्यो यहाँनिर हामीले के गर्यो फेरि एकचोटि रिभिजन गरौँ सुरुमा हामीले ए बी सी डी कोअर्डिनेटर बनायौँ यो कोअर्डिनेटर बनाउनको लागि हामीसँग दिएका गिभन साइडहरूलाई क्रमशः सुरुमा चाहिँ स्केलको युजले ड्र गर्यौँ अरू सबै कम्पासको युजले हो है सबै गर्ने अब यसपछि हामीले यो ए र सरी डी र बी डायगोनल जोड्नु पर्यो हैन त्योसँग प्यारलल हुने सी एम खिच्नु छ अनि बल्ल हामीले एडीएम पाउँछौँ त्यसको लागि एउटा आर खिच्यौँ यता पनि आर खिच्यौँ र यो एङ्गललाई मेजर गर्यौँ यो एङ्गललाई मेजर गर्यौँ र मेजर गरिसकेपछि के गर्यौँ भन्दा सी र एम हामीले कनेक्ट गर्यौँ है अब हाम्रो स्टेप के हो भन्दाखेरि अब लगभग सकिएको छ अब ए र एम लाई जति डी र एम लाई जोड्यौँ भने कम्प्लिट भयो है डी र एम लाई जोड्नु पर्यो डी र एम लाई जोड्नु पर्यो अनि यो सानो बनाउँदाखेरि के हुन्छ ठुलो भयो अब यसलाई सेडेड पनि गर्ने चलन चाहिँ यो अलिकति गाह्रो क्वेसनमा पर्ने गर्छ त्यही भएर इक्जाममा पनि यही सोधिरहेको हुन्छ क्या धेरै यही सोधिरहेको छ यही इम्पोर्टेन्ट छ भेरी इम्पोर्टेन्ट भेरी इम्पोर्टेन्ट छ है यहाँ हामीले के कुराहरू गरियो फेरि एकचोटि हामीले रिभिजन गरौँ कन्स्ट्रक्ट अफ कोअर्डिनेटर एबीसीडी एउटा एबीसीडी भनेको कोअर्डिनेटर बनाउनु भनेको छ ए बी सी डी बनाउनु भनेको छ एबी को भ्यालु दिएको छ कति भन्दा 6 सेन्टिमिटर बीसी को भ्यालु दिएको छ 6 अनि सीडी को भ्यालु दिएको छ 5.1 एडी को भ्यालु दिएको छ 5.1 अब हामीलाई ट्रायंगल एडीएम बनाउन छ एडीएम बनाउनको लागि अघि नै मैले भनिसके यतातिर बनाउन मिल्दैन बनाउने कता हो यतै हो यतालाई लगभग डबल बेस जति लाइन कहिले तान्न सकिन्छ हामीले डबल बेसमा थोरै बढी पनि हुन सक्छ किन भन्दाखेरि यो आर्कले कहाँ भेटाउँछ त्यही टच गराउने हो नि त हामीले त त्यसकारणले गर्दा एडीएम यस्तो बन्छ तर त्यसको लागि फेरि प्रोसेस के छ भन्दा हामीलाई डी र बी मा डायगोनल जोड्नु पर्यो अनि यो डायगोनलको आर्क मेजर गर्नु पर्यो आर्क मेजर गरेपछि एंगल थाहा हुन्छ त्यो एंगलले यसलाई टच गराउने हो अनि यहाँ कनेक्ट गरेपछि बल्ल यो एडीएम फिक्स हुनु पाइन्छ है त्यसै पाइदैन एकचोटि राम्रोसँग प्र्याक्टिस गर्नु होला यो धेरै इम्पोर्टेन्ट छ